सम्पूर्ण भक्तजनहरू, सम्पूर्ण वैदिक सनातन प्रति आस्थावान सबै साथीहरूलाई मैले नमस्कार भन्न चाहन्छु। मैले यस्तै कुराहरू विशेष गरी यहाँहरूले सुन्नुभएका अर्थात् नसुन्नु भएका विभिन्न कुराहरू लिएर म आएको छु। मैले यी कुराहरूलाई युट्युबमा टिकटकमा पनि मैले राख्ने गरेको छु। हजुरहरूले हेरिदिनु होला, लाइक र शेयर गरिदिनु होला, सब्स्क्राइब पनि गरिदिनका निम्ति मैले आग्रह पनि गर्न चाहन्छु। आज अर्को नयाँ कुरा लिएर म तपाईहरु समक्ष आएको छु। एकचोटि रावणले कैलाश उठाउने प्रयत्न गरे। कसरी गरे भने रावण एकदम शक्तिशाली थिए, महापण्डित पनि थिए रावण, र उनी एकदम घमण्डी पनि थिए। स्वभावले उनी घमण्डी भइसकेका पनि थिए। एक दिनको कुरा हो, रावण के गरे भन्दाखेरि पुष्पक विमानबाट हिँड्दै गर्दा अथवा उड्दै गर्दा भनौं न, उड्दै गर्दा रावण ठ्याक्कै महादेवको वासस्थान कैलाश पर्वत माथि पुगे। कैलाश पर्वत माथि पुग्दै गर्दा उनलाई पुष्पक विमान रोकियो। अगाडि पुष्पक विमान जान सकेन। नसकेपछि के भयो पुष्पक विमान तिमीलाई भन्दै उनले सोधे। अनि पुष्पक विमानलाई उनले सोधिसकेपछि त्यहाँ अगाडि को आयो? नन्दी आए। नन्दी आएर भने, तिमी भगवान शिवलाई चुनौती दिन खोज्दैछौ? तिमी को हौ? कहाँ हो तिमी जाने? भनेर भने। भनिसकेपछि रावणले के भन्यो उनको अगाडि घमण्ड गरेर, म कसैलाई चिन्दिन मैले। तिमी को हो? म कसैलाई चिन्दिन। तिम्रो जो यहाँ छ मेरो शरणमा आउन भन। म भन्दा शक्तिशाली अरु कोही पनि छैन भने। कसलाई? नन्दीलाई त्यस्तो भने। अनि अर्को त्यति मात्रै गरेनन् उनले। नन्दीलाई यस्तो गरेर घाँटीमा समाएर उनले च्यापेर के गरे? पर फाल्ने प्रयास गरे। त्यतिखेर नन्दीले के गरे? रावणलाई श्राप दिए। कस्तो खालको श्राप दिए भन्दा उनले के भनेका थिए रावणले भन्दा नन्दीलाई, तिमी गोरु हौ कि तिमी बाँदर हौ म तिमीलाई चिन्दिन। किनभने सिङ थियो नि त नन्दीको। तिमी गोरु हौ कि बानर हौ मैले चिन्दिन भन्दै पर फाल्दिए। नन्दीले त्यतिखेर उनलाई श्राप दिए। के श्राप दिए? तिमी बाँदरबाट पराजित हुनेछौ भनेर उनले श्राप दिए। अनि बाँदरबाट पराजित हुनेछौ भनिसकेपछि रावणले त्यति बेलाको अवस्था, उनी घमण्डी थिए, उनले केही मतलबै गरेनन्। त्यसपछि उनले के गर्न थाले? उनले तलबाट कैलाश पर्वत उठाउन थाले। हातको बल यस्तो गरेर उनले उठाउन थाले। उठाउँदै गर्दा कैलाशमा के गयो? भुइँचालो गयो, हल्लियो। माता पार्वतीले सोध्नु भयो, महादेवी के भएको यो? किन यस्तो हलचल भयो? किन यसरी भुइँचालो गयो? कैलाशमा यस्तो कहिल्यै नहुनु पर्ने के भयो यो? भनेर भन्नुभयो। तर रावणले उठाइ गर्यो। कैलाश माथि उठाइसक्यो। उसको सोचाइ के थियो? कैलाशलाई पुष्पक विमानमा राखेर उसले लङ्कामा लगेर सधैँभरि राख्ने विचार गरेको थियो। शिवलाई पनि त्यसैमा सँगै लैजान्छु भनेको थियो। कति आडम्बरी। अनि त्यसो भइसकेपछि भगवान शंकरले के गर्नुभयो? खुट्टाले च्याप्नु भयो। धरतीलाई च्याप्नु भयो। कैलाश पर्वतलाई च्याप्नु भयो। च्याप्ने क्रममा उसका हातहरू च्यापिए। ऊ चाहिँ एकदम चिच्यायो, रोयो। चिच्याउन थाल्यो। चिच्याउन थालिसकेपछि यो आवाज
फेरि माता पार्वतीले सुन्नुभयो, प्रभु यो के गरेको हो, यो चिच्याएको कारण हो, यो रावण हो, यसले कैलाश उठाउँदै थियो, यसलाई सजाय दिएको हो मैले भनेर भन्नुभयो। अनि त्यसपछि रावणले के गर्यो भनौँ न, रावणले के गरे, शिवजीको आराधना गरे। हे शम्भो, हे भोलेनाथ भन्दै उनले आराधना गरे। अनि आराधना गरिसकेपछि शम्भु चाहिँ प्रकट हुनुभयो। प्रकट भएर भन्नुभयो, महादेवले तिमी घमण्डी छौ, तिमी घमण्डी भयौ, तिमीले मलाई सम्मान गरेनौ भन्ने कुरा भन्नुभयो। अनि रावणले के भने भन्दा पुकार सुनेर शिवले ल तिमीलाई म केही गर्दिन भने उनी चाहिँ रावण नतमस्तक भए, पाउमा परे, गल्ती भयो प्रभु भन्दै क्षमा मागेर उनी आफ्नो चाहिँ लङ्कातिर प्रस्थान भए। मैले यहाँहरूलाई यस्तै धेरै कुराहरू मैले युट्युबमा राखेर पनि मैले यहाँ समक्ष ल्याउने छु, अनि मैले टिकटकमा पनि राखेको छु। यस्तै कुराहरू हेरिदिनु होला, सुनिदिनु होला भन्दै मैले यहाँहरूमा अनुरोध गर्न चाहे। धन्यवाद। नारायण। बुझ्नुभयो?